भनिन्छ आमाको काखले संसारको कुनै पनि न्यानो चिजसँग तुलना गर्नै सक्दैन। तर जब एउटा सानो बच्चाले जन्मिएको केही दिनमै आफ्नै आमालाई गुमाउँछ तब उसको संसार कस्तो होला। यो कथा जापानको इचिकुवा सिटी चिडियाखानाको हो। एउटा सानो बाँदर जसको नाम पञ्च हो, उसलाई जन्मिए लगत्तै आमाले छोडिन्। एक्लोपन र डरले छटपटाइरहेको पञ्चलाई सहारा दिन त्यहाँका कर्मचारीहरूले एउटा ठुलो ओराङटुनाको टेडी बियर उपहार दिए। त्यस दिनदेखि यो खेलौना मात्रै रहेन, पञ्चको लागि यो उसको संसार नै बन्यो। उसले त्यही टेडीसँग खान थाल्यो, खेल्न थाल्यो र सुत्न थाल्यो। अनि त्यही टेडीलाई आफ्नो आमाको ढुकढुकी सम्झेर टाँसिएरै सुत्न थाल्यो, माया गर्न थाल्यो। आज पञ्च अलि ठुलो भएको छ, ऊ आफ्ना साथीभाइहरूसँग घुलमिल पनि हुन थालेको छ। तर आज पनि जब उसलाई अलिकति डर लाग्छ वा असुरक्षित महसुस गर्छ, ऊ दौडिएर त्यही टेडीलाई अँगालो हाल्न पुग्छ। मानौ त्यो टेडीले उसलाई केही भनिरहेको छ, नडराऊ बाबु, म तिम्रै साथमा छु। यो भिडियो आजभोलि सोसल मिडियामा निकै नै भाइरल भइरहेको छ र यो भिडियोले पनि मेरो मन असाध्यै छोयो। जब जब पञ्च डराउँछ उसले कसैलाई खोज्दैन, केवल आफ्नो त्यही पुरानो साथीलाई अँगालो हाल्छ। सायद उसले त्यो